गणतन्त्र विरुद्ध राजावादीहरूले सडक तताइरहेको अवस्थामा संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन चेतावनी दिएका छन्। सहकारी प्रकरणमा सरकारले मुद्दा दर्ता गरेपछि 84 दिन प्रहरी हिरासतमा कटाएर पछिल्लो समय कानूनी लडाईका लागि जिल्ला जिल्ला दौडिरहेका लामिछानेले क्रान्तिका लागि तयार रहन मुख्य दलहरूलाई चेतावनी दिएका हुन्। आज उच्च अदालत पाटनमा काठमाडौँ जिल्ला अदालतको आदेश विरुद्ध पुनरावेदन गरे पश्चात लामिछानेले संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै यस्तो चेतावनी दिएका हुन्। उनले आफूले बोल्दा धेरैको बोली बन्द हुने समेत बताएका छन्। रविले भनेका छन्, मैले बोल्ने समय नजिक आउँदैछ। अहिले नै म बोले भने 2/3 सरकारलाई गाह्रो पर्ला, त्यसैले मलाई बोल्न नलगाउनुस्। जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ। संचारकर्मीले राजावादी आन्दोलनबारे पनि लामिछानेलाई जिज्ञासा राखेका थिए। यसमा लामिछानेले प्रतिक्रिया दिन चाहेनन्। आफू आवेग उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा नरहेको रविले बताएका छन्। उनले भने, म आवेग उत्तेजनामा छैन। मुलुकमा गम्भीर अवस्थामा आएको छ। जिम्मेवार दलका हिसाबले जनताले आशा र भरोसाले हेरेको दलको नेतृत्वकर्ताका हिसाबले म आवेग उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा छैन। मलाई तपाईहरूको प्रश्नको आशय थाहा छ। यसले कुन अर्थ लाग्छ भन्नेमा जानकार छु। यो देशको भविष्य तपाईँ हाम्रो पुस्ताको हातमा आउँदैछ। एकदमै गम्भीर हुने समय हो। म तपाईलाई हेडलाइन दिन्न, म लाइफलाइनको कुरा गर्दैछु। तपाईँ हेडलाइनको चिन्ता गर्दै हुनुहुन्छ। यो हेडलाइनमा चिन्ता गर्ने बेला होइन। यो पक्ष विपक्षमा बाँड्ने कुरा होइन। अहिले सरकार नाङ्गिएको हुँदा सरकारको लाज छोप्न अदालतहरूमा पुगिरहेको छु। ठाउँ ठाउँमा पुग्नु पर्ने छ। समय आउँदैछ। चाँडै नै सबैलाई तयार रहन आग्रह गर्दैछु। गेट रेडी फर द रिभोल्युसन। तर उनले क्रान्तिको प्रारूप बारे भने केही खुलाएका छैनन्। त्यस्तै रविले यो देशको भविष्य युवाहरूको हातमा आउँदै गरेको र यो गम्भीर हुने समय रहेको बताए। यो देशको भविष्य मेरो पुस्ताको, तपाईँ हाम्रो पुस्ताको हातमा आउँदैछ। त्यही भएर यो एकदमै गम्भीर हुने बेला हो। यो 2/3 सरकारले देशका तमाम समस्या समाधान गर्नुपर्ने थियो नि त। उसले के बाचा गरेको थियो? लामिछानेले थपे, म एउटै कुरा स्मरण गराउँछु। मैले संसदमा के भनेको थिएँ भने, जब 2वटा ठूला राजनीतिक दलहरू बिना कुनै विषम परिस्थिति बिना मिल्छन् भने यसबाट उत्पन्न हुने परिस्थिति कति भयावह हुन्छ भन्ने तपाईहरूलाई थाहा छ भने मैले भनेको थिएँ नि।